भाग्यमानी 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 हाम्रो भदैनी कति काली काली भएको है। ओ माई गड रिङ्गाटा लाग्लो जस्तै गरी घुमायो त। हेर्नु सक्नुभयो के कम छ हेर्नु न, कमेन्ट गर्दा हुन्छ। दुईटै मिठो लागेर के खाम भयो। कन्फ्युज छोरी फेरि घुम्न जानेपछि एकदम खुसी हुन्छ का, रमाइलो मान्छ छोरीले। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। आजको भ्लग सुरु गर्दाखेरि दिउँसोको 2 बजिरहेको छ लगभग र आज हाम्रो घरमा निरा बहिनी तारा बहिनी आउँदै हुनुहुन्छ। आजको भ्लगमा हामी पानीपुरी प्लस चटपटको एकदम मुकबाङ गर्दैछौँ दमदार तरिकाले। एकदमै इन्जोय हुनेछ, धेरै दिनपछि दिदी बहिनीहरूसँग भेटघाट हुनेछ। के हो तिम्रो त्यो पाङ्रा? हेलो हाय हाय भन न सरी। स्वागत छ हाम्रो भ्लगमा हजुरहरुलाई। सबै खेलाउन चाहिन्छ एकैचोटिमा यार, एकैचोटिमा चाहिन्छ त यिनलाई यस्तै हो छोरीलाई। है सरी हजुर पकाउनु नि त। ओके, अगाडि नै गएर मैले पानीपुरी चटपट बनाउने सामानहरू लिएर आइसकेको छु। अब मैले आलु पनि लगाइसकेको छु, एकछिनपछि आलु पाकिहाल्छ। अनि निरा बहिनी तारा बहिनी आउँदै हुनुहुन्छ, त्यसपछि चाहिँ दमदार मुकबाङ हुन्छ। लेट्स गो गाइज। आजको भ्लग कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला। जो साथीहरूले हाम्रो भ्लग फर्स्ट टाइम हेर्दै हुनुहुन्छ या अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर टिङ टाङ घन्टी पनि बजाउनु होला। लेट्स गो गाइज, इन्जोय गरौँ। किताब च्यात्यो छोरी, किताब च्यात्यो। आयो नि र भाग्यमान भाग्यमान। अशोक खै त किन? फुपा आयो नि, फुपा है हजुर फुपासँग के हाम्रो भदैनी कति काली काली भएको है। कहाँ काली नि हो, गोरु हुन्छ। ल आउने बित्तिकै सबैजना आफ्नो आफ्नो काममा। यहाँ के को तयारी हो? यो चटपट बनाउने पानीपुरीको लागि निरा खुब मसलो बनायो त। निरा चाहिँ पुरो छ है। खतरा फुल्यो त है, त्यो एक फुलेन त आधी भएर। ल मस्तो भइसक्यो। निरा र तारा र अड्बिएको आन्टी। खै अड्बिएको आन्टी यता हेर्नु त। ल नयाँ आन्टीलाई देख्यो नयाँ आन्टीलाई। त्यो हेर त नयाँ आन्टी हो, नयाँ आन्टी हेर त, नयाँ आन्टी। एकछिनमा रेडी गर्छौ, यस्तो बबाल दामी हिसाबले खान्छौ आज हामी। खारा यो त एकपट खाने यत्रो बेला धेरै हुने हो त। ताराले मस्त झोल बनाउँछ है, यो सिपालु छ अहिले मुख रसाइरहेछ यस्तै झोल देखेर। यो छोरीको काम के हो? ए क्षमा ए ल जा आन्टीसित जा, आन्टीसित जा। खुर्सानी बढाएर हाल है। ल ल घुमा त। ओ माई गड रिङ्गाटा लाग्लो जस्तै गरी घुमायो त। हो कि साँच्ची हो? अब हिमालयन बुटी पनि थप्यो ल त्यहाँ। ल अब टेस्ट गरेर कस्तो हुन्छ। भयो यो सबै मसला हाल्यो हो।
हालिसक्यो हालिसक्नुभयो के कम छ हेर्नु न कमेन्ट गर्दा हुन्छ यस्तो खाएर नाइट सो फिल्म हेर्न जाँदा त मजा आउँथ्यो होला है टिकट नभेटिसक्यो हाल्ने त अब अर्को दिन टक्क यसमा चिसो नि खानु पाएको भयो दामी हुन्थ्यो चटपट मिठो लाग्छ कि पानीपुरी मिठो लाग्छ अड्बिकाको आन्टीलाई निरा के गर्ला निरा तारा दुईटै मिठो लागेर के खाम भयो कन्फ्युज छैन तारा भने दुईटै के खाम भयो मिक्स गरेर हो अझ यत्रो बाँकी छ त अड्बिका झ्यालमा जान खोज्छ कहाँ जानेको झ्यालमा जाने हो कि फेरि भयो र तारा एकदम ढिलो के हो क्विट गरेर यहाँ यत्रो खानु बाँकी छ यो झोल बाँकी छ अझै ल निरा मुयो खानु निरा नखाएर मुयो ऊ अड्बिका आन्टी पनि खानुहुन्छ सबै खाने मिली सबै सकमा भयो त्यो अड्बिका आन्टीलाई झोल हालिदियो त अहिले किन्नु गयो अब कतिपट्टि थियो 50 रुपियाँ दरले गयो भोलि 200 पट्टि थियो गर्दा गर्दा के खाने यस्तो मिठो भयो पानीपुरीको झोल आहा हो चिनी खोट लाउनु भयो क्या त्यो भएर साथीहरू फाइनल्ली हामीले खाइसक्यौँ खाएर पेट फुट्न लागिसक्यो एकदम मिठो थियो आजको टेस्ट चाहिँ यसको लागि धेरै धेरै धन्यवाद आफै हो तिमी पकाउने बनाउने सबै र खाइसकेपछि यहाँ यस्तो गरिदियो छोरीले ओए छोरी तिमीले के गरेको के गरेको ल अब दिलुले यहाँ सफा गर्दै तारा र अड्बिकाको आन्टीले यहाँ यत्रो यहाँ त बितण्ड मचाएको छ छोरीले हामीले चटपट खाइसकेछौँ चटपट खाएर अब निरा तारा चाहिँ अहिले नै निस्किने भन्छन् के काममा बिजी भएर ल बाई बाई आउँदै गर्नु है आउँदै गर्नु सब गयो त एकछिन हामी निस्कनु पर्छ क्या र साथीहरू हामी पानीपुरी खाएर चटपट खाएर बाहिर निस्केको पचाउनुको लागि छोरी र म छोरी फेरि घुम्न जानेपछि एकदम खुसी हुन्छ क्या रमाइलो मान्छ छोरीले अनि हामी एक चक्कर लाउँछौँ यहाँ आन्टी आउने भन्छ ल समाउनु भन्नुले आन्टीसित कहाँ गएको र अरूलाई मान्दैन कि यो मम्मी र बाबा बाहेक कोहीलाई मान्दैन आधा दर्जन केरा कति हो यसलाई 80 ल आधा दर्जन गरिदिनु आधा छ ठेक्कै थ्याङ्क यू आन्टी भन ल अब हामी घर जान्छौँ
छोरीको रहर नि पुरा भयो। छोरीले आज बनाना खान्छ। ल साथीहरू अहिले घरमा आइसकेका छौँ। घरमा आउँदाखेरि छोरीले चाहिँ सु गरेछ, दिलुले चेन्ज गर्दैछन्। ल साथीहरू आज धेरै दिनपछि दिदी बहिनीहरूसँग भेटघाट भयो। एकदमै मिठो पनि भयो, एकदमै रमाइलो पनि भयो। पानीपुरी चटपट खायौँ होइन? चटपट खतरा भयो चटपट मलाई चाहिँ। मलाई पानीपुरी एकदम मिठो लागेको थियो क्या आज। त्यो चटपट खाइसके पछाडि त मलाई त रुगा राग जस्तै गराएछ, राग बजिरहेछ मेरो त। मलाई यहाँ मुखमा कोट्याए जस्तो भइरहेछ। र जे जस्तो भयो भने आजको भिडियो चाहिँ एकदमै इन्जोय भयो, रमाइलो भयो। र भुन्डाले माथि ल्याउनु त छोरीलाई। ल यता तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँको फेभरेट चटपट हो कि पानीपुरी, लभली कमेन्ट गर्नु होला साथीहरू होइन। र हाम्रो च्यानल फर्स्ट टाइम हेर्दै हुनुहुन्छ, भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अनि अहिलेसम्म च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर टिङ टाङ घन्टी बजाइदिनु होला। छैन भनेको छिन्, सुन्नु होला। अर्को भ्लगमा फेरि भेटौँला। ओके बाई बाई।